हेलो एन्ड नमस्ते सेवारो वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ भन्ने मैले आशा राखेको छु। म पनि एकदमै सन्चै आरामै नै छु। रुममा बस्दा बस्दा एकदमै बोरिङ भएकोले म चाहिँ बाहिर निस्कन लागेको, टावर पनि जान लागिरहेको छु। टावरबाट तपाईँहरूलाई यो सहरको कस्तो भ्यू देखिन्छ त्यो पनि तपाईँहरूलाई देखाइदिन्छु। आउनुहोस् सँगै घुम्न जाउँ है त साथीहरू। अब मैले चाहिँ जुत्ता लाउनु पर्ने हुन्छ, जुत्ता लाएको छुइनँ, लुगा लाइसकेको छु मैले। अब जुत्ता लाउँछु है त साथीहरू। यो चाहिँ नेपालबाट मैले ल्याएको जुत्ता हो साथीहरू। म चाहिँ जुत्ता लाइसकेँ, म बाहिर निस्किन्छु। लुगा किन्नुपर्ने हुन्छ टक्कसँग गयो। यहाँको सुविधा चाहिँ यस्तो चाहिँ प्राइभेट रुममा बस्यो भने चाहिँ यतिको सुविधा हुन्छ, टक्क यहाँ थिच्ने आफै लक हुन्छ। मेरो साइकलहरू चाहिँ यहाँ छ, तर आज म चाहिँ साइकल लान्न हिँड्दै जान्छु। आधी घन्टा लाग्छ होला त्यो टावर पुग्न मलाई हिँड्दै चाहिँ। यस्तो दामी घाम लागिरहेछ आज त। गाडी चल्यो। हाम्रो रुम चाहिँ हेर्नुहोस् साथीहरू, जग्गाहरू पनि यहाँ छ, प्लटिङ गरेर राखिरहेको छन्। यो पनि बेच्ने नै होला सायद। अब यहाँ बिस्तारै घर बनाउँछन् होला, यहाँ समय आउँदैछ। सो साथीहरू, यहाँ म नजिकै पार्कमा छु। यो पार्कको भ्यू चाहिँ तपाईँहरूलाई पनि देखाइदिन्छु। सो तपाईँहरू पनि इन्जोय गर्नुहोस् यो पार्क हेरेर ल साथीहरू। अनि तपाईँहरूलाई कस्तो लाग्यो त यो पार्क? तपाईँहरूले हेर्नुभयो होला। यो यस्तो पार्कहरू चाहिँ नेपालमा आवश्यक छ कि छैन कमेन्ट गर्नुहोस् होइन साथीहरू। घाम यस्तो लागिरहेछ नि। अब उहाँ टोकियोमा हुँदाखेरि त यति गोरो थियौँ कि किन गोरो थियौँ भने अब यस्तै घामको त अनुहारै नदेखिने क्या। अब नाइटको काम हुन्थ्यो, नाइटको काम गरेर आइन्थ्यो, ट्रेन आइन्थ्यो, ट्रेनको भित्रै आइन्थ्यो है, एसीको एसीमा, रुममा पनि एसीको एसीमा सुतिन्थ्यो। बिहान अब जस्तै उठेर अब भरे अब कति 12 बजीतिरको गएको हुन्थ्यो भने, स्कुल हुन्थ्यो भने त्यति बेला पनि हामी ट्रेनमै जान्थ्यौँ। ट्रेनदेखि थोरै 1-2 मिनट हिँडेपछि स्कुल पुगिहालिन्थ्यो। त्यही अब जस्तै आफ्नो फेसहरू जिउहरू गोरो थियो क्या। अब यहाँ ओकिनावामा आयौँ। यो ओकिनावा भनेको त टापु हो। यो त अब जस्तै कस्तो छ भने 25 डिग्रीमा पनि कति गर्मी हो यहाँ होइन साथीहरू, लास्टै गर्मी छ। अनि त्यही कालो भइसक्यो, घाम लाग्छ त्यस्तै, पानी पर्छ त्यस्तै। यहाँ त कस्तो मौसम हो साथीहरू, छक्क लागिसकिसक्यो मलाई त होइन। अब यसरी नै बिताउनु पर्नेछ 2 वर्ष चाहिँ यहीँ टोकियोमा। त अब जाने कुरा त सम्भवै छैन। यहाँ आयो, यहाँ अब काम पनि पाइएको छैन है साथीहरू, गाह्रो छ। अब कालो भइसक्यो, देख्न सक्नुहुन्छ एकदमै कालो भइसक्यो। म पहिलेको भिडियोहरू हेर्छु, पहिलेको फोटोहरू हेर्छु, यति गोरो थिएछु। कसरी यहाँ आउन पुग्यो के गर्नु, गाह्रो छ साथीहरू। त्यही हो, अब दुःख छ, दुःख त पोख्नै पर्यो साथीहरू। सर्पाको फोटो लागिरहेछ, सायद त्यो सर्पालाई चाहिँ हेभी भन्छ। सायद यहाँ चाहिँ सर्पाहरू आउँछ भनेर चाहिँ खतरा छ, सतर्क रहनुहोस् भनेर राखेको हो कि मेरो मुटु नै चुटाइदियो त यो किराले त साथीहरू। गाह्रो पो बनायो त। निहालेर हेर्नुहोस् त यो के जस्तो लाग्छ भन्नुहोस् साथीहरू। यो चाहिँ रहेछ के रहेछ भने यो चाहिँ परिवारकै ज्यान रहेछ क्या। म चाहिँ अस्ति के होला यति ठुलो यो के हो, ज्यान हो कि के हो भन्छु नि। पुरै घरै दत्रो छ क्या साथीहरू, हेर्नुहोस् त, पुरै महलै बनाइदिएको छ। यो ज्यान हो फेरि साथीहरू। अब म चाहिँ जाने मेरो गन्तव्य चाहिँ धेरै माथि छ साथीहरू। टावर पुगेर आउनु पर्ने छ। टावर जानु मन गर्यो, अब जानै पर्यो। साथीहरूलाई पनि देखाउँछु म त्यो टावरबाट यो भ्यू कस्तो देखिन्छ, यो सहरको ओकिनावा सहर कस्तो छ। तपाईँहरू आउँदै हुनुहुन्छ भने हेर्नुहोस्, तपाईँहरूले पनि मेरो भिडियोलाई लाइक, सेयर, सब्सक्राइब पनि गरिदिनुहोस् यदि मन पर्छ भने।
हेर्नुहोस् साथीहरू, यहाँको शौचालय चाहिँ यस्तो छ हेर्ने, यति राम्रो छ नि, कति राम्रो है साथीहरू शौचालय पनि, बस्ने ठाउँ यही। अनि यहाँ धारा पनि हुन्छ है, पानीको सुविधा त यहाँ जहाँ पनि पार्कमा हुन्छ नै हुन्छ क्या साथीहरू। अनि यहाँदेखि पनि थोरै भ्यू देखिने रहेछ। अब धेरै माथि आइपुगिसक्यो नि त साथीहरू, अनि तेरा भ्यू चाहिँ हल्का देखिँदैछ। अनि म जाने भनेको चाहिँ यो टावरमा हो साथीहरू, अझै माथि छ। ए पृथ्वी जस्तो देखिरहेछ नि है। अब यहाँदेखि कस्तो भ्यू देखिन्छ होला त साथीहरू, आफै सोच्नुहोस्। यहाँदेखि त अब अलिअलि सहर देख्न थालिसकिसक्यो, यता पर यस्तो छ है। ल अब म चाहिँ अब उकालो लाग्नुपर्ने हुन्छ। त्यो टावर पुग्न मलाई कति पनि लाग्दैन साथीहरू, यो डाइरेक्ट यसो उकालो जानु मिल्ने भए त म अब यहाँदेखि त 10 मिनट पनि लाग्दैन, 5 मिनटमा पुगिन्थ्यो। तर अब यहाँदेखि म तेर्सो घुमेर यस्तो घुमेर फेरि माथि चढ्नु पर्ने हुन्छ, त्यही चाहिँ टाइम लाग्छ। सो साथीहरू हेर्दै गर्नुहोस् भिडियो। यहाँ चाहिँ यो पार्कमा चाहिँ यो टावर, भ्यू टावरको मुनि चाहिँ एउटा पार्क छ होइन साथीहरू। त्यो पार्कमा भित्र चाहिँ एउटा ग्राउन्ड पनि छ। त्यो ग्राउन्ड ठुलो छ, त्यहाँ फुटबल खेल्छन्। तर हामीलाई चाहिँ खेल्न दिन्छन् कि दिन्नन् होइन। अनि यहाँदेखि माथि यस्तो छ, ल सुनसान छ, सिरसिर हावा चलिरहेछ, किराहरू किरकिर गरिरहेछ। राम्रो। म त कहाँबाट आइसक्यो यो टावरमा। अब थोरै 2 मिनट लाग्छ मलाई यहाँ। सो साथीहरू, म चाहिँ फाइनली टावर चाहिँ पुगिसकेको छु। अब यो टावरको माथि चढेर म तपाईँहरूलाई भ्यू देखाउँछु कस्तो देखिँदो रहेछ साथीहरू। बल्ल आइपुग्यो यहाँ चाहिँ टावरको फेदमा चाहिँ। अब माथि चढ्नु बाँकी नै छ। 1 तला, 1, 2 तला, 3 तला छ यहाँ माथि। 3 तलामा चढेर देख्नुभयो, यहाँ पनि छ पानीको धारा। वाह, यहाँदेखि पर भुइँबाटै यस्तो दामी देखिन्छ यताबाट। यहाँ तल चाहिँ एउटा ग्राउन्ड पनि छ। यस्तो छ, आम्मामा। ल साथीहरू, यस्तो छ यहाँको टावर। तलबाट हेर्दाखेरि गोलो हरियो पृथ्वी जस्तो देखिन्थ्यो नि। अब यहाँदेखि माथि चढ्ने ठाउँ छ। यसरी चढेर जानुपर्छ। 1 तला भुइँकोसँग 1 तला, योसँग 2 तला, यहाँदेखि माथि 1 तला छ। टपमै छिर्दिउँ न। फाइनली साथीहरू, म चाहिँ यो टावरको माथि चढिसकेको छु। देख्न सक्नुहुन्छ तपाईँहरूले पनि। घामले गर्दा अलिक देखिन, घाम चाहिँ सिधै यता आइपुगिरहेछ क्या, त्यही चाहिँ देखेन। कस्तो दामी देखिरहेछ यी सहर। हेर्नुहोस् यता, यो सहर भयो, यो सहर भयो। यहाँदेखि उता यो जति पनि हरियो देखिरहेछ नि, उता हरियो भन्दा निलो सबै समुद्र हो क्या। यो ओकिनावा चाहिँ समुद्रको बिचमा छ। अनि यहाँ पर नै यो चाहिँ यो एरिया चाहिँ प्लेन बस्ने ठाउँ, एयरपोर्ट हो त्यो चाहिँ। अनि यस्तो छ भ्यू। एकचोटि तपाईँहरूलाई म यहाँको भ्यू मजाले देखाइदिन्छु। हेर्नुहोस् है साथीहरू। म चाहिँ कहाँबाट आएँ भने साथीहरू, म तपाईँहरूलाई यहाँबाट मेरो रुम देखाइदिन्छु। ल मेरो रुम कहाँ छ हेर्नुहोस्। यो भनेको यो हाम्रो छेउको, यो यतापट्टिको छिमेकीको, त्यसको सट्टा उतापट्टि हेऱ्यो भने यहाँ चाहिँ यो
यो छेउको लेफ्ट साइडको छेउकोमा हो हाम्रो चाहिँ। यहाँबाट म चाहिँ हिँड्दै 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 यहाँ आइपुगिसकेँ म साथीहरू। गर्मी पनि भयो उकालोमा हिँड्दा। अनि म आएको भने चाहिँ यस्तो एक रन घुमेर यताबाट आएको, ठ्याक्कै उताबाट सिधै यता हुँदै यसो उकालो आएको क्या म चाहिँ। अब यहाँदेखि जाँदाखेरि चाहिँ ओह्रालो जानुपर्छ यता पर। सो गाइस म यो टावर चाहिँ घुमिसकेँ, तपाईँहरूलाई यो टावरदेखि देखिने भ्यू पनि देखाइसकेँ। त्यसपछिदेखि म चाहिँ अहिले टावरदेखि ओह्रालो झर्दैछु। कतातिर झर्दैछु भने यस्तो ठाउँ छ यहाँ, सिडी ओह्रालो झर्दैछु म। अब तल जान्छु, तल गएर पार्क देखाउँछु। पार्कमा केटाकेटीहरू खेलिरहेको हुन्छ, भिडियो बनाउनु मिल्दैन, केटाकेटीहरूलाई झिक्नु हुँदैन, पर्सनालिटी भन्ने चिज हुन्छ भन्नुहोस् साथीहरू। त्यही हो। ला 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 ला। सो गाइज आजको भिडियो चाहिँ यति नै हो। मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियोबाट तपाईँहरूबाट बिदा लिनुपर्ने हुन्छ मैले। सो स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् भन्दै आजको भिडियोबाट सो बाई बाई साथीहरू।